नमस्ते दर्शकवृन्द, फरक दालको द हेल्थ हब कार्यक्रममा तपाईहरुलाई स्वागत छ। आजको यो सेसनमा चाहिँ मैले मधुमेह यसमा चाहिँ कस्तो कस्तो डाइटहरु खाने हैन, यसमा कस्तो कस्तो मिथहरु छ जुन चाहिँ हुन्छ नि बजारमा चाहिँ यो खानु हुँदैन, त्यो खानु हुँदैन, यस्तो यस्तो खानुपर्छ, यस्तो यस्तो खानु हुँदैन भन्ने एउटा जुन बजारमा आइराको नलेजहरु छ, इन्फर्मेसनहरु छ हैन, त्यो कतिको सही हो कतिको गलत हो भनेर चाहिँ आज शेयर गर्न गइरहेको छु। डायबिटिज मधुमेह भनेको चाहिँ कस्तो हो भने हाम्रो जुन शरीरमा ग्लुकोज भनिन्छ, ग्लुकोज अथवा सुगर लेभल चाहिँ तपाईको ब्लड टेस्ट गर्दाखेरि हाई देखियो भने त्यसलाई हामीले डायबिटिक कन्डिसन भन्छौं हैन। अब त्यो चाहिँ टाइप 1 र टाइप 2 भनेको जन्मेदेखि नै हुन्छ कोही कोहीलाई हैन, तपाईको बाइ बर्थ हुन्छ, जेनेटिक रिजन्सले गर्दा हुन्छ भने कोही कोहीको चाहिँ पछि गएर टाइप 2 भनेको चाहिँ तपाईको खानपिन नमिलेर होस् अथवा तपाईको अरु कुनै मेडिकल कन्डिसनले गर्दा होस् हैन, हार्मोनल चेन्जेसहरुले गर्दा होस् हैन, त्यसले गर्दाखेरि चाहिँ पछि गएर तपाईको प्यानक्रियास भन्ने एउटा हाम्रो अर्गान हुन्छ, त्यसले चाहिँ हाम्रो इन्सुलिन प्रड्युस गर्छ हैन। इनफ इन्सुलिन हाम्रो शरीरमा भएन भने चाहिँ सुगर कन्ट्रोल गर्न चाहिँ गाह्रो हुन्छ। त्यो रिजनले गर्दाखेरि तपाईको चाहिँ कस्तो हुन्छ भने ब्लडमा चाहिँ सुगर लेभल हाई देखिने हैन। अब धेरै जनालाई मिथ के छ भने औषधि नै खानुपर्छ, औषधि नै स्टार्ट गरिहाल्नुपर्छ भन्ने छ, तर हामीले चाहिँ के भन्छौं भने डायबिटिजलाई पहिला तपाईले खानाबाट कन्ट्रोल गर्नु। यदि खानाबाट कन्ट्रोल गरेन भने, यदि खानाबाट कन्ट्रोल गर्दा गर्दै पनि सुगर लेभल तपाईको डाउन भएन भने चाहिँ एन्ड देन मेडिसिन इनिशिएट गर्ने हो, जो चाहिँ भर्खर नयाँ डायग्नोसिस भएर आउनुहुन्छ डायबिटिजको बिरामीहरु हैन। किनकि कतिपय हाम्रो लाइफस्टाइल कस्तो छ भने एक्सरसाइज गरिदैन हैन, हेभी वेट हुन्छ, तपाईको गएर हामीले बाहिरको जंक फुडहरु खाइन्छ, जंक भन्दा नि बाहिरको प्रोसेस फुड भयो, फास्ट फुडहरु बढी खाइन्छ हैन। अनि अमाउन्ट जुन हाम्रो क्यालोरीको अमाउन्ट हुन्छ, रिक्वायरमेन्ट हुन्छ, त्यो भन्दा बढी खाइरहेको हुन्छ। सो त्यो लेभल त्यसले गर्दा के हुन्छ भने हाम्रो शरीरको एउटा जुन चाहिने रिक्वायरमेन्ट हुन्छ त्यो भन्दा बढी हामीले खाइरहेको हुनाले सबै फ्याटमा कन्भर्ट भएर डिपोजिट भइरहेको हुन्छ हैन, जसले गर्दाखेरि चाहिँ हाम्रो ओभरवेट हुन जाने, हाम्रो सुगर लेभलहरु बडीमा कन्ट्रोल नहुने, त्यो रिजनहरु चाहिँ हुन जान्छ। त्यो भइसकेपछि के हुन्छ भने हामीले त्यसलाई बिस्तारै घटाउँदै लिएर गयो हैन भने चाहिँ के औषधिको चाहिँ रिक्वायरमेन्ट हुँदैन। तर तपाईको कस्तो हुन्छ भने एकचोटी तपाईले औषधि खानुहुन्छ, औषधिले के गर्छ ब्लडमा जुन हाम्रो सुगर हुन्छ त्यसलाई लिएर गएर डिपोजिट गर्ने भनेको त हामीले शरीरमा डिपोजिट गर्छ, कि त किडनीमा गर्छ, कि त तपाईको आँखामा गएर गर्छ। पछि गएर कतिपय डायबिटिक बिरामीहरुलाई आँखाको प्रब्लम देखिने, किडनीको प्रब्लम देखिने किन हुन्छ भने लङ टर्म मेडिकेसनमा गइसकेको हुन्छ के। सो त्यो सुगर चाहिँ तपाईको औषधिले केही गर्दैन, सुगरलाई चाहिँ औषधिले लगेर तपाईको बडीमा एक्सक्रिसनबाट जाने जति जान्छ, नजाने जति सबै अर्गन्समै डिपोजिट हुने हो हैन। सो हामीले औषधि चाहिँ खाइराछौं, ब्लडमा चाहिँ तपाईको सुगर लेभलहरु चाहिँ कम देखाइराको छ हैन, तर खाना खाएर चाहिँ हामीले त्यति नै सुगर प्रड्युस गरिरहेछ भने औषधिले त त्यो ब्लडमा आउन नदिने काम मात्र गरिरहेको छ के। तपाईले त्यो खानाबाट नै कन्ट्रोल गरेर त्यसलाई बन्नै दिनु भएन भने चाहिँ तपाईको त्यो औषधिको कामै रहँदैन नि त। त्यही भएर हामीले के भन्छौं भने सकेसम्म चाहिँ आफ्नो डाइटहरुलाई मेन्टेन गर्ने हैन। अब कतिपय मिथहरु के छ भने डायबिटिज भएको अथवा मधुमेह भएको मान्छेहरुले चाहिँ कार्बोहाइड्रेट खानु हुँदैन भन्ने छ हैन। हामीले चाहिँ के भन्छौं भने सिम्पल सुगर, सिम्पल कार्बोहाइड्रेट र कम्प्लेक्स कार्बोहाइड्रेट, कम्प्लेक्स सुगर्स भन्छौं हैन। सिम्पल भनेको चाहिँ कस्तो भयो भने तपाईको चकलेट भयो, तपाईको कोल्ड ड्रिंकहरु भयो हैन, त्यस्तै गरेर तपाईको आइसक्रिम्सहरु भयो, त्यसले चाहिँ के गर्छ भने खानेबित्तिकै वात्त सुगर बढाइदिन्छ के। सिम्पल हुन्छ, चाँडै डाइजेसन हुन्छ, चाँडो ब्लडमा देखिन्छ हैन। अब त्यस्तै गरेर स्टार्च कार्बोहाइड्रेट भनेको चाहिँ कस्तो भयो भने कम्प्लेक्स भयो के। त्यो चाहिँ त्यसमा चाहिँ सुगर मात्र हुँदैन, त्यसमा अरु तत्त्वहरु पनि हुन्छ जुनलाई चाहिँ डाइजेसनको एउटा प्रोसेस चाहिन्छ हैन। बिस्तारै डाइजेसन हुँदै जान्छ, मेटाबोलिजमको प्रोसेस चाहिँ त्यसमा स्लो हुन्छ के, जसले गर्दाखेरि एकैचोटी स्पाइक हुन दिदैन हैन। अब त्यस्तै गरेर तपाईको खानै अब अर्को चीज भनेको एकदमै मार्केटमा हल्ला भनेको तपाईको मधुमेह भएको मान्छेले फलफुलै खानु हुँदैन भन्ने पनि छ कति जनालाई हैन। तर हैन, कस्तो हुन्छ भने तपाईको फलफुल कुनै पनि रेस्ट्रिक्सन नै गर्दैन। अब कतिपयले चाहिँ के भन्नुहुन्छ भने हैन केरा नखानु भन्नुभएको छ, अनि हामीलाई के रे वाटरमेलनहरु नखानु भन्नुभएको छ भनेर भन्नुहुन्छ हैन, खरबुजाहरु। तर कस्तो हुन्छ भने तपाईलाई खान नहुने होइन, तर खानु भनेर दियो भने मान्छेले धेरै खाइदिन्छ भनेर चाहिँ रेस्ट्रिक्सन गर्ने हो के। जस्तै तपाईलाई केरा पनि ठुलो छ भने आधी खाने, सानो छ भने एउटा खाने हैन। त्यस्तै गरेर वाटरमेलन जुन हामीले खरबुजा भन्छौं, तपाईलाई खरबुजा खानुहुन्छ भनेर हामीले सानो एउटा टुक्रा दियो
भने त्यो मान्छेले टुक्रा मात्र खाँदैन के, एउटा पुरै पिस काटेर खान्छ हैन। सो त्यो रिजनले गर्दाखेरि खरबुजाहरू सकेसम्म नखानु भन्नुको रिजन त्यो भयो हैन। त्यस्तै गरेर अब जुन तपाईको फ्रुट्समा चाहिँ धेरै सुगर्सहरू हुन्छ त्यसलाई चाहिँ लिमिटेसनमा दिँदाखेरि पनि बिरामीहरूले चाहिँ खान त हुन्छ भन्नुभएको छ डक्टरले भनेर कहिले कहिले नेग्लेक्ट गरिदिनुहुन्छ के। सो त्यो रिजनले गर्दाखेरि चाहिँ घटाउने हो हैन। तर तपाईको मधुमेह हुँदैमा तपाईले फ्रुट्स खानै हुँदैन अथवा कुनै पर्टिकुलर फलफुल चाहिँ खानै हुँदैन भन्ने चाहिँ छैन हैन। त्यस्तै गरेर अर्को चिज मिथ के छ भने आलु खानु हुँदैन। अब आलु खान नहुने होइन, अब कतिको फेभरेट नै आलु हुन्छ हैन। तर के हुन्छ भने तपाईले राइसबाट तपाईले जुन हाम्रो भात हुन्छ भातबाट जे पाउने हो आलुबाट पनि त्यही पाउनुहुन्छ के। तपाईले भात पनि खाइराख्नु भएको छ यता आलुको तरकारी पनि खाइराख्नु भएको छ, के भयो भने तपाईको कार्ब्सको जुन एउटा लोड हुनुपर्ने त्यो चाहिँ बढी हुन जान्छ हैन। सो जसले चाहिँ आलु खानुहुन्छ नि उहाँले चाहिँ त्यति नै भात घटाउनु भयो भने उहाँलाई केही पनि असर गर्दैन के। जस्तै कसैलाई आलु खान मनपर्छ भने म आज बरु भात खाँदिनँ म आलु खान्छु भन्यो भने पाउनुहुन्छ, यदि तपाईँ डायबिटिकको बिरामी हो भने हैन। तर म आलु पनि खान्छु भात पनि खान्छु भन्नुभयो भने चाहिँ पाउनु हुँदैन के। त्यो तपाईँको फेरि कस्तो हुन्छ भने त्यो पनि पाउनुहुन्छ तर कति अमाउन्टसम्म पाउनुहुन्छ त्यो तपाईँको बडीमा एउटा डाइटिसियनले एक्जामिन गरेर राखिदिनुहुन्छ हैन। जस्तै कसैलाई राइस पनि खानु मन लाग्छ रोटी पनि खानु मन लाग्छ, अब उहाँले राइस खाँदाखेरि 3-4 बल खानुहुन्थ्यो भने रोटी खाँदाखेरि 3-4वटा खानुहुन्छ भने त्यो एकैचोटि खान मिलेन। तर तपाईँले एउटा रोटी खान्छु थोरै राइस खान्छु भन्नुभयो भने पाउनुहुन्छ कि। अब कसैको चाहिँ कस्तो हुन्छ भने हैन म रोटी मात्र खान्छु म भात छोड्नु पर्ने कन्डिसन छ भनेर चाहिँ सोच्नुहुन्छ हैन। त्यस्तो पनि होइन। तपाईले अब कस्तो हुन्छ भने तपाईले रोटी खानुस् राइस खानुस् पास्ता खानुस् आलु खानुस् सबैले दिने भनेको तपाईको कार्ब्स नै हो हैन। तर कस्तो हुन्छ भने कुन चाहिँ कतिको कम्प्लेक्स छ कुन चाहिँ कतिको चाँडै डाइजेसनमा जान्छ कुनले चाहिँ कतिको चाँडो सुगरहरू बडीमा रिलिज गर्छ भन्ने कुरामा चाहिँ डिपेन्ड गर्छ हैन। अब अर्को कुरा भनेको चाहिँ हामीले ग्लाइसेमिक इन्डेक्स र ग्लाइसेमिक लोड भनिन्छ हैन। जुन चाहिँ ग्लाइसेमिक इन्डेक्स हाई फुड हुन्छ त्यसलाई अलिकति रेस्ट्रिक्सनमा लैजानु पर्ने हुन्छ, ग्लाइसेमिक लोड भन्ने हुन्छ त्यसलाई अलिकति मिलाएर खानुपर्ने हुन्छ हैन। अब यो चाहिँ टेक्निकल टर्म्स भयो, यो चाहिँ डाइटिशियन्सहरूले बुझ्नुहुन्छ हैन। ग्लाइसेमिक इन्डेक्स हाई भनेको चाहिँ तपाईको यस्तो खानेकुराहरू जसले चाहिँ सुगरहरू एकदमै वात्तै शरीरमा बढाइदिन्छ हैन। त्यस्तो कुराहरूको चाहिँ ध्यान दिनुपर्ने हुन्छ। त्यस्तै गरेर डायबिटिजमा अर्को मिथ के छ भने हामीले चाहिँ डायबिटिज भइसकेको मान्छेले चाहिँ हर्लिक्सहरू खानुहुन्छ कि हुँदैन। जस्तै अब सुगर फ्री बिस्किट भनेको छ, सुगर फ्री तपाईको हर्लिक्सहरू छ हैन। त्यो सुगर फ्री भनेको तपाईको जुन हाम्रो चिनी हुन्छ त्यो चिनी चाहिँ त्यसमा हालेको हुँदैन, एडिसनल चिनी हालेको हुँदैन। तर जुन हामीले तपाईलाई राइस खान रोकिरहेको छ, जुन हामीले तपाईलाई रोटी खान रोकिरहेको छ हैन, थोरै अमाउन्टमा राइस खानु थोरै अमाउन्टमा रोटी खानु भनिरहेको छ। तपाईले मजाले हर्लिक्स खाइदिनुहुन्छ मजाले तपाईले बिस्किट खाइदिनुहुन्छ भने के हुन्छ भने त्यो बिस्किट बनाउने पनि त त्यही पिठोले हो नि त हैन। त्यो हर्लिक्स बनाउने पनि त्यही पिठोले हो। तपाईलाई यतातिर रोटी र राइस चाहिँ घटाइरहेछ, यतातिर तपाईले मजाले हर्लिक्स खाइदिनुहुन्छ मजाले दिन आफ्नो खाजामा चाहिँ प्राय तपाईले चियासँग बिस्कुटै धेरै खाइराख्नु भएको छ भने त्यो चाहिँ अलिकति मिलेन के। तपाईको सुगर फ्री भनेको चाहिँ तपाईको कस्तो हुन्छ भने एडिसनल जुन हाम्रो घरमा पाइने सेतो चिनी हुन्छ त्यस्तो चिनी चाहिँ एड नगरेको। तर त्यसको मतलब यो होइन कि त्यसमा चाहिँ नेचुरल सुगर्स हुँदैन भनेर। जुन हाम्रो खानैमा पनि कस्तो हुन्छ भने त्यो पिठोहरूमा पनि तपाईको नेचुरल सुगर्सहरू पाइन्छ के, जुन चाहिँ तपाईको बढी भयो भने तपाईको शरीरलाई हानि गर्छ हैन। सो एउटा ब्यालेन्स डाइट तपाईले खानै नहुने पनि भन्दिनँ, तपाईले बिस्कुट खानै नहुने अथवा तपाईले हर्लिक्स खानै नहुने पनि हैन सुगर फ्री। तर कस्तो हुन्छ भने तपाईको राइस र रोटी यता घटाइरहेछ उतातिर त्यो खाँदाखेरि कतिको ब्यालेन्स हुन्छ त हैन। यतै खाइराख्नु भएको छ भने पनि कुनै एउटा डाइटिसियनलाई देखाएर कतिसम्म मैले लिँदाखेरि चाहिँ मेरो लागि बेटर हुन्छ भनेर चाहिँ एउटा डाइटिसियनसँग कन्सल्ट गर्नु बेटर हुन्छ। अब डायबिटिजको पनि कम्प्लिकेसन्स धेरै छ। अब कोही इन्सुलिनसम्म पुगिसक्नु भएको हुन्छ हैन, उहाँको रेगुलर अब इन्सुलिनको टाइप कस्तो छ त्यो अनुसारको उहाँको डाइट नै छुट्टै हुन्छ हैन। इन्सुलिनको कुन टाइपको इन्सुलिन लिइराख्नु भएको छ कति वर्ष भयो त्यसमा पनि डिपेन्ड गर्छ। त्यस्तै गरेर मेडिसिन लिइराख्नु भएको छ भने कति वर्षदेखि मेडिसिन लिइराख्नु भएको छ हैन। भर्खरको पेसेन्ट हो भने सकेसम्म कुन वेजबाट चाहिँ हामीले डाइट कन्ट्रोल गर्न सक्छौँ हैन। यो सानो कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। सो तपाईँ यदि डायबिटिक हुनुहुन्छ मधुमेहले तपाईँलाई सताइरहेको छ भने चाहिँ औषधि पनि लिइराख्नु भएको छ अथवा औषध लिने सोचमा हुनुहुन्छ भने चाहिँ एकचोटि पहिला डाइटिसियनसँग परामर्श गरेर आफ्नो हेल्थको लागि चाहिँ
कस्तो टाइपको डाइट चार्ट लिँदाखेरि बेटर हुन्छ होइन मलाई अथवा मेरो फ्यामिलीमा कोही हुनुहुन्छ भने जस्तै हाम्रो फ्यामिलीमा कोही न कोही चाहिँ कि डायबिटिज कि हाइपरटेन्सनको चाहिँ बिरामी हुनुहुन्छ के तर कुन वेमा खाना खाने कसरी मिलाउँदाखेरि चाहिँ यसले मलाई अझै बढी असर गर्दैन भन्ने कुरा चाहिँ थाहा भइरहेको हुँदैन सो एउटा मेडिकल डक्टरसँग त तपाईँले औषधिहरूको लागि होइन इन्डोक्राइनको डक्टरसँग तपाईँले डायबिटिजको लागि कन्सल्ट गरिराख्नुहुन्छ तर डाइटिसियनसँग पनि सँगसँगै तपाईँले कन्सल्टेसन लिनुभयो भने चाहिँ के हुन्छ भने तपाईँको सुगर लेभललाई बिस्तारै यसरी कन्ट्रोलमा ल्याइदिन्छ कि पछि गएर तपाईँले मेडिसिन नछुनुपर्ने पनि अवस्था हुनसक्छ होइन रिभर्स डायबिटिज भन्छ त्यसलाई चाहिँ हामीले डाइटबाटै तपाईँको जुन एउटा डायबिटिजको बिरामी भएर औषधि खाइराख्नुपर्ने बिरामीहरूलाई चाहिँ डाइटको प्याटर्नबाट चाहिँ हामीले रिभर्स पनि गरेको धेरै केसेसहरू छ सो तपाईलाई चाहिँ यदि चाहिन्छ भने चाहिँ एकचोटि मेडिकल कन्सल्टेसन चाहिँ लिनु होला आजको सेसनमा चाहिँ म यति नै भन्न चाहन्छु अझै तपाईलाई डायबिटिजको बारेमा अथवा मधुमेहको बारेमा अझै केही भनिदिनुस् भन्ने छ भने चाहिँ आफ्नो प्रश्नहरू राख्नु होला म अर्को सेसनमा लिएर आउनेछु आजको लागि टिप्स चाहिँ यति नै राख्न चाहन्छु धन्यवाद